हाई एभ्रिवान, स्वागत छ हजुरहरूलाई भिमा डेली ब्लग्समा। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दै फेरि पनि म अर्को भिडियो लिएर आइसकेको छु, देख्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो हस्पिटलमा सानो काम थियो, त्यही हुनाले हामी चाहिँ डाउनटाउनको हस्पिटलमा आइसकेका छौँ, देख्न सक्नुहुन्छ। अनि डाउनटाउनको हस्पिटलमा चाहिँ एकदमै धेरै पार्किङ खोज्नुपर्ने हुन्छ, किनभने सबै रिजर्भ पार्किङहरू हुन्छ नि त। अनि नर्मल पार्किङ पाउन साह्रो पर्छ। हामी चाहिँ 6th फ्लोरमा बल्ल बल्ल भेटेर पार्क गरेर एकछिन यता भ्यूहरू हेरौँ। मौसम पनि एकदमै धेरै राम्रो छ, देख्न सक्नुहुन्छ। एकदमै घाम लागेर तातो भइरहेछ, किनभने यसपालि चाहिँ यतिखेर पनि हाम्रो यहाँ त चिसो गएको छैन। अनि हामी चाहिँ लाग्यौँ हस्पिटलभित्रको काम सकाएर पनि हामी निस्किसकेका छौँ बाहिर, देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ केएफसी सेन्टरमा केएफसी खाने भनेर गयौँ, तर केएफसी सेन्टर चाहिँ बन्द थियो, देख्न सक्नुहुन्छ। पानी चाहिँ एकदमै धेरै छ, यो चाहिँ हिँड्ने बाटो हो होइन, गाडी कुद्ने नै हो, तर पानी बढेर चाहिँ बन्द थियो सबै थोक। अनि हामी चाहिँ फर्क्यौँ। अनि यता चाहिँ नेपाली मार्केट आएको हामी एकछिन नेपाली मार्केटमा चाहिँ अलिअलि सब्जीहरू टिपेर अनि हामी लाग्यौँ अर्को स्टोरमा। मलाई जुत्ता चाहिरहेको थियो, त्यो हुनाले जुत्ता र चप्पल टिप्नु भनेर आएको थियौँ हामी चाहिँ। अनि यता चाहिँ मेरो साइजकै चप्पलहरू थिएन र एकदमै धेरै खोज्नु परिरहेको थियो। अनि मैले चाहिँ चप्पल मेन सेक्सनमा गएर हेर्नु पर्यो भनेर हेरेको। अनि एउटा भेटाएँ अलिक ठुलो खाले, किनभने मेरो खुट्टा एकदमै धेरै सोइलिङ भइरहेको छ नि त अहिले, अनि चप्पलले हुँदैन। अनि त्यही भएर यता मेन सेक्सनमाबाट यो टिपे ठुलो खाले अलिक होइन। अनि हामीलाई चाहिँ यस्तो खाले किचनमा ओछ्याउने मेटहरू पनि चाहिरहेको थियो। अनि कम्ती रहेछ, तर पनि हामीले एउटा एउटा गरेर दोडा जस्तो टिप्यौँ, धेरै टिपिनौँ। अनि हस्बेन्डले चाहिँ यहाँ हेर्दै हुनुहुन्थ्यो पिलोहरू, तर मैले चाहिँ टिप्न दिइनँ, किनभने अचाहिँदो चिजहरू के गर्नु भनेर। अनि यता चाहिँ मिरर पनि हेर्दै थियौँ हामी। हाम्रो चाहिँ रुम सानो छ, नभए त लगेर लाउनुहुन्थ्यो भनेर कुरा गरिरहेको थियौँ। अनि यहाँ चाहिँ मलाई चपिङ बोर्डहरू चाहिएको थियो। म चाहिँ प्लास्टिकको चपिङ बोर्ड चलाउन मन पर्दैन, त्यही हुनाले यस्तो काठको किन्छु। अनि यता चाहिँ हस्बेन्डले फ्राई गर्नु दामी हुन्छ, यो लाने भन्नुहुँदै थियो। अनि मैले चाहिँ पर्दैन भने। अनि यता चाहिँ मलाई एक दुईवटा चलाउनेहरू पनि चाहिएको थियो, त्यो पनि टिपेँ। यता चाहिँ हस्बेन्डले हेर्नु न, यहाँ राखेर माछा फ्राई गर्नु कस्तो राम्रो हुन्छ भन्दै मलाई देखाउनु हुँदै थियो, तर मैले पर्दैन भने। अनि पेनहरू यस्तो खाले घरमा धेरै छ नि त, अनि ल्याएर के गर्नु भनेर ल्याइनँ। अनि यता चाहिँ हस्बेन्डको गाडीमा ओछ्याउने पनि चाहिएको भनेर टिप्नु भयो। अनि हामी चाहिँ अर्कोमा आएको, अर्कोतिर चाहिँ हस्बेन्डले पनि जुत्ताहरू हेर्नुभयो। अनि यता चाहिँ मलाई ब्रसहरू चाहिएको थियो, ब्रसहरू पनि टिपेँ मैले। अनि यति सकेर हामी चाहिँ लाग्यौँ अर्को स्टोरमा पुगेर चाहिँ मैले हल्का कस्मेटिक सामानहरू लिएँ। अनि त्यति सकेर हामी चाहिँ लाग्यौँ घरतिर। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर भन्न नबिर्सिनु होला। बाई बाई गाइस, फेरि भेटौँला अर्को भिडियोमा। लाइक कमेन्ट सेयर गरिदिनु।